गाइस आज चाहिँ हामी जाँदैछौँ स्विमिङ गर्न। अनि यो चाहिँ हामी मेरो ह्यान्डसम भएर मैले हामी चाहिँ जाँदैछौँ स्विमिङ गर्न। सिधो डाइभ लाउनुपर्छ दामी है। अन्त हाम्रो को होस्टहरू पनि छ। हाम्रो होस्टहरू त्यहाँ त दुईजना जाँदैछ। हेर्नु यस्तो कपाल किन छोपेको त्यसले लीला बस्ती हो। यहाँ पनि कति ठुलो कति भइसक्यो। पहिला खेल्थ्यो हामी के भन्छ यहाँ के भन्छ पिङ खेल्न आउँथ्यो दसैँमा। अहिले होइन घरै घर भइसक्यो। साथी कति रहेछ धेरै घन्टा। यस्तो भएर चाहिँ पानी बढेर उता काली पुल त उता गइसक्यो नि होइन। यहाँ चाहिँ यहाँको चाहिँ हाल यस्तो छ। कस्तो एकदमै भयानक पानीले एकदम यहाँ टिकटक बनाउँछ। रिल्स बनाउँछ। कस्तो पिसफुल कस्तो राम्रो कि। यहाँको त यो के भन्छ काठमाडौँ जाने बाटो भन्दा त यहाँको बाटो पनि राम्रो रहेछ त। कस्तो राम्रो बनाइदिएको रहेछ त। यहाँको वार्ड अध्यक्षको म त्यसलाई पनि भोट हालेर जान्छु। एक्सप्लोर गर्न आएको कि मलाई ठाउँ पनि थाहा छैन। हामी पहिला यति माथिसम्म गएर जान्थ्यौँ। यसरी रोडबाट त फर्स्ट टाइम हाम्रो आफ्नो ठाउँमा फर्स्ट टाइम आउँदैछ। धुलाबाडी होइन एउटा ठुलो गाविस भइसक्यो। यहाँबाट चाहिँ कच्चा रोड रहेछ। यसरी अलिकति मोबाइल चाहिँ अलिकति मजाले यसमा बस्नुपर्ने रहेछ।
हिरोइन है हाम्रो घरको हिरोइन अहिले कच्चा रोड आइसक्यो त्यसरी आउनु सक्नुहुन्छ तपाईँहरूलाई चाहिँ सबैभन्दा सुविधा चाहिँ बाइकमा आउनुहुन्छ है यहाँ चाहिँ बिचमा कच्चा रोड छ अब आइहाल्यो यसरी बास खारी पनि आउँछ सिधो यहाँ रोके पनि हुँदो रहेछ नि वाइट त्यहाँ पनि रहेछ ब्याम्बो सुट चाहिँ यहीँबाट निक्लिन्छ है ब्याम्बो सुट हामीले खाने ब्याम्बो सुट चाहिँ यता तामा यहाँ बच्चाहरू लाउँदो रहेछ यिनीहरू त यहीँ नै लाउँदो रहेछ हेलो मजा आयो अरे तिमीहरूलाई मजा आइरहेछ हामी चाहिँ आइसक्यौँ यस्तो चाहिँ यहाँ यो ठाउँबाट चाहिँ भित्र पस्नुपर्ने गेट बनाइदिएको रहेछ इन फ्युचर यो गेट पनि दामी बनाउँछ होला आशा गर्दै यसलाई के भन्छ कुनै है भाइ यसलाई के भन्छ होला नि प्रकृतिको सुन्दर दृश्यहरू चाहिँ यहाँ आउँछ एकदम रियल नेचुरल नेचर ब्युटिफुल नेचर हेर्न चाहिँ आउँछ यसरी बाँधेर बनाएको छ हामी चाहिँ अब डाइभ गर्ने सिधै नै हो हामी चाहिँ पानीमा जाने रेडी भइसकेछ उता चाहिँ पानीमा गइसकेछ है दुईटा बच्चाहरू धेर गर्नु बिग्रिन्छ अहिले राखिदिन्छ ल छिटो फेरि once more ल 1 2 3 wow nice please one more dive one time dive please one more भनेछु one more time मलाई खिचिन नि कृतिका त कस्तो भइरहेछ न खित्रिङ भइरहेको रहेछ तिमीहरू कस्तो लक्की हौ तिमीहरू त माम खुचेर आने yes Satyang yes खोइ हौ सत्याङ yes सत्याङ म पनि आउनु अब सिद्धु बिना गर्दैन सत्याङले फेरि सिद्धु 1 2 सत्याङ 1 2 3 तिमीहरू भन्दा तिनीहरूले गरे दामी हेर तिनीहरूले यिनीहरूले यत्रो गहिरोमा पनि गएको यो बच्चाहरू राइज त्यहाँदेखि त्यहाँसम्म सिधा बस सिद्धु बल्छ अरे 1 2 3 म फर्स्ट भए काट्न जाने This area restriction.
खुट्टा छुएन मजाको दिने चित्र खेलेर हेर्नु मात्र नि आफै पनि निक्ले म त बस्नु फेरि बस्नु आखिरको हाडे छ्या तम के आउ गन्छ पानीले नै पानी बाहिर फ्लोट भइरहेको हाम्रो त बाटोमा त भागिदिन्छु केही भयो यो दुई चढ्दै बुझ्यो आदि होला बढ्यो बेसी पानी बस्यो 1 2 अब खुट्टा सफा हुने भयो हप्तामा एकपल्ट फुड स्पा चाहिन्छ भने चाहिँ यताउता हुन्छ डेड स्किनहरू चाहिँ सबै खाइदिएर सफा बनाइन्छ खुट्टा कस्तो है कुदी छुँदो रहेछ क्या तिनीहरूले कस्तो कुदी लाग्ने के खुट्टा यो माछा ठुलो हुँदैन यत्रै हो स्पाको लागि पालेको यहाँ सिधा निन्दामा जान्छ निन्दामा गएर मिसिन्छ यताबाट पानी कति राम्रो फुल पनि फुलेछ कृतिका आइज भयो ऊ त फेरि आमाम तपस्या गर्दो रहेछ पानीभित्र फेरि खाइदिएर नि माछाले तेरो नाक ओइ सिद्धु छिटो आइज सत्याङ अड्क्यो ल हामी चाहिँ के भन्छ हामी चाहिँ अब सकेर तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो स्विमिङ भन्नु होला हामीलाई चाहिँ मजा आयो मजा टप अफ द वर्ल्ड भइरहेको छ मैले त वर्षभर खेलेको स्विमिङ मजा आयो 100